उत्तर सिग्नल तान्नुपर्छ नमस्कार तथा सुप्रभात कार्यक्रम खुल्ला मञ्चमा म रोहित र प्रविधि कक्षबाट दिपेन्द्र बुढाथोकीको यो दुधोली एफएमको खुल्ला मञ्च कार्यक्रम बसमूलक कार्यक्रम खुल्ला मञ्च आजको दोस्रो एपिसोड तथा पहिलो भागमा हार्दिक स्वागत छ। आजको खुल्ला मञ्चमा हामीले धनसरी स्वास्थ्य क्लिनिकका प्रमुख तथा मोडल विशेष गरी भोजराज काफ्ले दुधोली नगरपालिकाको स्थानीय तथा राष्ट्रिय कलाकार भोजराज काफ्लेको पछिल्लो जुन गीत छ कमलामाई मन्दिरको र समग्र सिन्धुलीको बारेमा उहाँले विभिन्न मोडलिङहरू त गरिरहनु भएको छ, तर पछिल्लो यो गीतको विषयमा चर्चा गर्नको लागि हामीले त्यो सँगसँगै स्वास्थ्य र सङ्गीतको बारेमा चर्चा गर्नको लागि उहाँलाई गोपाल खड्काज्यूलाई हामीले निम्त्याएका छौँ। खुल्ला मञ्चमा उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ कार्यक्रममा। हजुरलाई धन्यवाद छ। विशेष गरी यो दुधौली एफएमको सम्पूर्ण टिम र लगायत विशेष गरी हाम्रो रोहित सर हजुरलाई चाहिँ यो बहुमूल्य समय मलाई उपस्थित गराइदिनु भएकोमा भित्र हृदयदेखि धन्यवाद दिन चाहन्छु। अब गोपाल सर अहिले चर्चा गरौँ, तपाईँको व्यावसायिक आफ्नो त छँदैछ, यसबाहेकका पछिल्लो समय चाहिँ अलिकता चर्चामा रहेको र सिन्धुलीको प्रतिष्ठित धार्मिक स्थल कमला माईको बारेमा जुन राष्ट्रिय कलाकार भोजराज काफ्ले ज्यूले चाहिँ जुन गाउनु भयो, यसको बारेमा अलिकति चर्चा गरौँ न। के छ यसमा? हजुरले मोडल गर्नुभयो, त्यसमा हामीले पनि गीत सुने, एकदमै राम्रो सिन्धुलीको बारेमा चर्चा गरिएको छ, धार्मिक स्थलको चर्चा गरिएको छ, यो समग्र सिन्धुलीकै पहिचानको गीत बनेको छ। यसमा अलिकति चर्चा गरौँ न, कस्तो छ त्यसको बारेमा? यसमा खास गरी भन्नुपर्दाखेरि सर, अब यो कमलामाई यो एल्बमै तपाईँको यो पहिलो अहिलेसम्म मलाई लागिरहेछ पहिलो यो गीत हुनसक्छ कमलामाईको। यसमा चाहिँ 2-3वटा कुराहरू समेटिएको छ। खास गरी एउटा के धार्मिक स्थलको कुराहरू, कमलामाईको मन्दिर र त्यस्तै गरी कमलामाईको शिरमा गएर हामीले तामाको गाग्रीबाट चाहिँ यसको कमलामाईको त्यो उत्पत्ति भएको रहेछ भन्ने एउटा त धार्मिक स्थलले पनि त्यो के अरे देखाउन खोजेको छ। अर्को त्यस्तै गरी तपाईँको सिन्धुलीको सानो पहिचान भनेको सिन्धुली दरबारगढी ऐतिहासिक त्यो दरबारलाई चाहिँ के अरे देखाउन खोजेको छ, पहिचान गर्न खोजेको छ। अर्को बाटोमा हेर्दाखेरि तपाईँको सिन्धुलीमा पनि कृषिहरू पनि के अरे बालीहरू पनि राम्रै उब्जा हुँदै रहेछ भनेर मरिङको फाटमा धानको बाला लरबर पनि हो, त्यसमा पनि समेटिएको छ। र अर्को त्यस्तै गर्दाखेरि तपाईँको माया र प्रेम के सँगसँगै जुना र सुन्तला खाउँला भन्ने पनि समेटेको छ। र समग्रमा हेर्दाखेरि सिन्धुलीमा चाहिँ धार्मिक स्थलदेखि लिएर सिन्धुलीका विभिन्न के अरे प्रसिद्ध ठाउँहरूको चाहिँ ऐतिहासिक ठाउँहरूलाई चाहिँ समेटेर चाहिँ एउटा देखाउन खोजेको छ, चिनाउन खोजेको छ। यस्तो अब हुन त भोजराज काफ्लेको धेरै गीतहरूमा तपाईँले मोडलिङ गर्नुभएको छ, त्यहाँनिर अभिनय गर्नुभएको छ। यो पछिल्लो समय यही गीतमा चाहिँ अनुबन्धन अर्थात् त्यहाँ चाहिँ जान कसरी पुग्नु भयो यसमा? यसमा चाहिँ खास गरी हजुरले अघि नै भनिसक्नुभयो, मैले उहाँसँग के अरे 4-5वटा म्युजिक भिडियो मैले खेलिसकेको छु, अभिनय गरिसकेको छु। यो सन्दर्भमा कमलामाईको सन्दर्भमा म एकदमै खुसी छु, किनभने म यही मार्फतबाट पनि हाम्रो भोजराज काफ्ले के अरे सरलाई म विशेष धन्यवाद दिन चाहन्छु। किनभने उहाँ आफ्नै क्षेत्र हाम्रो दुधौली 11मै आफ्नै गाउँ नजिकै एरिया भए तापनि उहाँ र हाम्रो सुरुमा चाहिँ सम्बन्ध थिएन, तर उहाँको मैले गीतहरू धेरै हेर्थेँ, रुचाउँथेँ र म त्यो हेर्दै जाँदाखेरि म पनि अलिकति के अरे फुर्सदको समय मनोरञ्जनतिर चाहिँ अलिकति ध्यान दिने भएको कारणले गर्दा चाहिँ मैले बिचमा टिकटकहरू मैले हाल्दै जाँदाखेरि चाहिँ उहाँले त्यो अभिनय मलाई मन पराइदिएर मलाई त्यसरी चाहिँ उहाँ र हाम्रो सम्बन्ध त्यसरी जोडिएको हो। र भन्दै गर्दाखेरि चाहिँ यो गीतमा चाहिँ कमलामाई एल्बममा चाहिँ मलाई कसरी समावेश गरियो भन्दाखेरि चाहिँ हाम्रो लेखक हुनुहुन्छ के अरे रचनात्मक चाहिँ खड्ग खत्री सर सिन्धुलीको। र त्यस्तै गरी अब यसमा चाहिँ अब कसरी मिलाउने के गर्ने भनेर चाहिँ भोजराज सरले चाहिँ के डिजाइन गरेर चाहिँ उहाँले एउटा अडियो तयार गरिसक्नु भयो।
अनि त्यसपछि मलाई उहाँले सम्झिनु भएछ। उहाँले अब 3-4वटै म्युजिक भिडियो खेलिसकेछन् र उहाँ आफ्नै स्थानीय के अरे भएको कारणले गर्दाखेरि उहाँले मलाई खबर गर्नुभयो। खबर गरिसकेपछि म एकदमै खुसी भएँ कि। अनि मैले के अरे दाइ कस्तो छ के अरे यो गीत भन्दाखेरि सिन्धुलीलाई चिनाउनलाई सिन्धुलीको एउटा पहिचान खाले गीत छ, एउटा राष्ट्रिय गीत जस्तो छ। तर यसमा अब अरू अब के अरे बोतलका पानीहरू मैले धेरै निकालेँ तर त्यस्तो खाले डिजाइनको होइन, तर एउटा सिन्धुलीलाई चिनाउने पहिचान खाले गीत छ भनेर भन्नुभयो। त्यो भनिसकेपछि मलाई एकदम कता कता खुसी लागेर आयो कि अब आफ्नै ठाउँमा हुर्किएको छु, आफ्नै जिल्लाको गीतमा चाहिँ मैले अभिनय गर्न पाउँदाखेरि चाहिँ मलाई धेरै खुसी लागिरहेको थियो। नभन्दै जाँदै पनि तपाईँको सिन्धुलीको समग्र सबै चिजहरू चाहिँ समेटिएको रहेछ कि म एकदमै खुसी छु त्यो गीतमा चाहिँ मैले अभिनय गर्न पाउँदाखेरि। आफूले खेलेको के अरे पौडी खेलेको खोला नदीहरूमा चाहिँ त्यहीकै सन्दर्भमा चाहिँ एउटा म्युजिक भिडियो खेल्न पाउँदाखेरि मलाई एकदम खुसी लागेको छ। जस्तो अब यही म्युजिक भिडियो खेल्दै गर्दाखेरि त्यो कमला मन्दिरको जुन शिर छ तामाका काँक्रीको जुन हजुरहरूले त्यहाँ पनि त्यो दृश्यमै देख्न सकिन्छ। त्यो त्यहाँनिर पुग्नु भएको थियो योभन्दा अगाडि? म खास गरी भन्नुपर्दाखेरि त्योभन्दा अगाडि कमला नदीको शिर हजुरले कुरा गर्दै गर्दाखेरि कतिपयलाई पनि थाहा थिएन क्या सिन्धुलीमा हुँदाहुँदै पनि, र स्वयं म आफैलाई पनि थाहा थिएन सर। हजुरले कुरा उठाउनुभयो त्यो शिर त्यहाँ छ, तामाको गाग्री छ, तामाको गाग्रीबाट चाहिँ कमला माई के अरे कमला खोला कमला माईको चाहिँ उत्पत्ति भएको हो, त्यहाँबाट चाहिँ मूलबाट चाहिँ पानी आउँछ तामाको गाग्रीबाट भन्ने मलाई थाहा थिएन सर। अब शिर छ भन्ने चाहिँ मैले सुनेको थिएँ, तर तामाको गाग्रीबाटै चाहिँ पानी चाहिँ उत्पत्ति भएर चाहिँ कमला खोलासम्म आइपुगेको छ भन्ने मलाई थाहा थिएन। म अब अभिनय गर्न जाने सिलसिलामा चाहिँ त्यहाँ एकदम रमणीय ठाउँ रहेछ, सबै थोक अब मन्दिरहरूदेखि लिएर त्यहाँ पिकनिक स्पोटहरू पनि के अरे तयार भइसकेको रहेछ। एकदम राम्रो लाग्यो के अरे एकदम ठिक लाग्यो सर मलाई। जस्तो अब यहाँनिर अलिकता त्यो शब्द वर्णनहरूको बारेमा त अलिक कुरा गर्नुभयो होइन, जस्तो कमला मन्दिरको बारेमा, सिन्धुलीको ऐतिहासिक सिन्धुली गढीको बारेमा, मरिनको अनि गोलन्जोरको जुनारको बारेमा। त्यो सँगसँगै अन्य कुराहरू के छ? जस्तो हामीले युट्युबमा त हेरेका छौँ, हाम्रो दुदुल एफएमबाट पनि यो गीतहरू निरन्तर बजिरहेको छ। तथापि पनि हाम्रो अहिले रेडियो अर्थात् हाम्रो यो दुदुल एफएमको च्यानललाई हेरिरहनु हुने सम्पूर्ण दर्शकहरूलाई यहाँ अन्य कुरा चाहिँ के छ समेटिएको यो गीतमा? यसमा खास गरी सर यो कमला माई भन्ने चाहिँ कमला नदी एउटा नदीमा चाहिँ हाम्रो माघको महिनामा चाहिँ 1 गते माघे सङ्क्रान्तिको दिन हामीले स्नान अथवा नुहाउँदाखेरि चाहिँ हामीले दुःख पीडा रोग व्यथाहरू चाहिँ त्यहाँबाट चाहिँ हामीले नुहाएपछि के सबै हरण हुन्छ भन्ने एउटा प्रचलित के अरे अब चल्दै आइरहेको छ। त्यो भएको कारणले चाहिँ कमला खोलालाई नै चाहिँ हामीले चाहिँ के अरे कमला माईलाई नै बढी फोकस गरेर चाहिँ हामीले यो गऱ्यौँ भने चाहिँ यस्तो हुँदो रहेछ। हामीले वर्ष दिनमा तपाईँको रोग व्यथाहरू नष्ट हुन्छ भनेर सङ्क्रान्ति मकर मेलाको दिन हामीले चाहिँ नुहाउने गर्छौँ र पूजाआजा पनि गर्ने गर्छौँ। र तपाईँको त्यस्तै गरी त्यो माघ महिनाको दिन त्यो कमला माई वरिपरि रातैभरि के अरे मेलाहरू पनि लाग्छ र कतिपयलाई थाहा पनि नहुन सक्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको यो चाहिँ त्यही सन्दर्भिक नि छ सर। त्यसकै सिलसिलामा सिन्धुलीको दुधौली हुँदै बग्ने कमलामा यहाँ पनि अझै हाम्रो त्यही नै मेला हो। हाम्रो खास गरी तपाईँको यहाँ पनि हाम्रो मेला लागिरहेछ अहिले होइन। तपाईँको कमला त अब त्यही नै हो, उहाँ माई भन्ने हामी कमला भन्छौँ, तर यसको शिर चाहिँ वास्तवमा चाहिँ उहाँ रहेछ है भन्ने चाहिँ एउटा के अरे यो गीतले पनि एउटा के पहिचान दिन खोजेको छ। जस्तो अब यो गीत भयो, अब गीत सँगसँगै हजुरको पेसामा त म आउँछु नै पछाडि। जस्तो पहिला यो अन्य गीतहरूमा जस्तो प्रोफेसनल खालको माया प्रेमको गीतहरूमा मोडलिङ गर्नु अर्थात् त्यहाँ अभिनय गर्नु र यो अलिकता यो धार्मिक अनि अलिकता यो परम्परागत खालको यो अझै सन्देशमूलक खालको गीतमा अभिनय गर्नु चाहिँ कतिको फरक हुँदो रहेछ? यो एकदमै फरक पर्छ सर। किनभने तपाईँको एउटा रमाइलो खाले माया प्रेमको गीतमा गर्दाखेरि चाहिँ त्यो चाहिँ अब भर्खरकाहरूले हेर्ने रुचाउने मात्र हुन्छ होइन। अब तपाईँको अहिले यो धार्मिक के जस्तो एउटा राष्ट्रिय गीत जस्तोमा चाहिँ अब बुढापाकाहरूले पनि सानादेखि ठुलासम्मले हेर्ने त्यो एउटा भिडियो बन्छ।
किन बन्छ भन्दाखेरि सबै सिन्धुलीकै चाहिँ भूगोलहरूलाई समेटेर बनाएको छ नि त। त्यही भएको कारणले गर्दा आफ्नो ठाउँको प्राय सबैलाई माया हुन्छ र कतिपयलाई पनि थाहा छैन कि सिन्धुली यो कमला माईको शिर छ, शिरमा तामाको जागिरी छ, अघि नै मैले भनिसकेँ होइन। त्यो कतिलाई थाहा छैन, त्यो सबै दृश्यहरू चाहिँ हामीले भिडियो मार्फत पनि हेर्न सकिन्छ कि। त्यो भएको कारणले गर्दाखेरि यो एउटा राष्ट्रिय गीत जस्तो, एउटा धार्मिक स्थल जस्तो के अरे अभिनय गर्दाखेरि चाहिँ म एकदमै खुसी छु। किनभने आफ्नै ठाउँमा बसेर, आफ्नै एरियामा बसेर, आफ्नै कमला खोलाको, कमला माईको भिडियो बनाउन पाउँदा, त्यसमा अभिनय गर्न पाउँदाखेरि चाहिँ धेरै नै म खुसी छु सर। यसमा चाहिँ कति दिन लाग्यो सुटिङको यसमा? यो सुटिङ खासै त्यति धेरै लम्बिएको छैन, हामीले एकै दिनमा सकेको थियौँ। र खास गरी चाहिँ अब यसमा चाहिँ अब म पनि एउटा पेसाले स्वास्थ्यकर्मी भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो भोजराज सरले चाहिँ अब के अरे बिदाको दिन, खास गरी चाहिँ बिदाको दिन मलाई सुटिङमा बोलाउने गर्नुहुन्छ। यो सुटिङ पनि हामीले 15 गतेको दिन बिदा थियो, त्यो लोसार के थियो, त्यो बिदा थियो। त्यो बिदाको बेलामा चाहिँ मलाई उहाँले फोन गरेर चाहिँ ल आउनु, के बिदा पनि छ आउनुहोस् भनेर भन्नुभयो। हामीले एकै दिनमा सकेको हो। हामीले अब त्यहाँदेखि लिएर सबै थोक गरेको, अलिअलि अब सिन्धुली गढीको चाहिँ के अरे पछि फर्किँदाखेरि चाहिँ भोजा सरहरू फर्किँदाखेरि चाहिँ अलिकति लिनु भएको, नभए हामीले एकै दिन 15 गते नै हामीले सकेको छ। आदरणीय श्रोताहरू, यतिखेर तपाईँ भर्खरै रेडियो ट्युन गर्नुभएको छ भनेदेखि कार्यक्रम हो यो खुल्ला मञ्च। खुल्ला मञ्च तपाईँ हाम्रो आफ्नै सामुदायिक रेडियो दुधुल एफएम 97.2 मेगाहर्जको तरङ्ग सँगसँगै दुधुल एफएमको फेसबुक पेज, दुधुल एफएमको हाम्रो युट्युब च्यानल सँगसँगै दुधुलीन्युज.com बाट प्रत्यक्ष हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। खुल्ला मञ्च दुधुल एफएमको दोस्रो एपिसोड हो। पहिलो एपिसोड हामीले 100 भाग पुरा गरेर हामीले चाहिँ दोस्रो एपिसोडको आज पहिलो भाग हामीले तपाईँहरू समक्ष पस्केका छौँ। आजको अतिथिको रूपमा हामीले गोपाल खड्का जो दुधौली वासी तर उहाँ स्वास्थ्यकर्मी सँगसँगै मोडल र आफ्नो अभिनयलाई पनि अगाडि बढाउँदै गर्नुभएको एक नवयुवालाई हामीले निम्त्याएका छौँ। उहाँलाई पुनः स्वागत गर्न चाहन्छु। पुनः स्वागत छ हजुरलाई। नमस्कार। अब हामी यो मोडलिङ सँगसँगै हामी हजुरको पेसामा नि जान चाहन्छौँ। हजुर एउटा पेसाले स्वास्थ्यकर्मी, धनसरी सहरी स्वास्थ्य क्लिनिकको एउटा प्रमुख पनि हुनुहुन्छ। आफ्नो यो एउटा पेसा छ, त्यो सँगसँगै तपाईँको प्यासन होला। प्यासन र पेसालाई सँगसँगै अगाडि बढाइरहनु भएको छ। धेरै म्युजिक भिडियोहरू, त्यसै गरी हामीले हजुरको अझ खाली समयमा तपाईँको टिकटकमा नि हेर्छौँ, हामी तपाईँको रिल्सहरू पनि हेर्छौँ। यो समयको पाबन्दी, समयलाई चाहिँ म्यानेज कसरी गर्नुहुन्छ? यो खास गरी चाहिँ म चाहिँ पेसाले स्वास्थ्यकर्मी नै भन्न चाहन्छु। किनभने मेरो आफ्नो एरियामा दुधौली वासीहरूलाई आफ्नै ठाउँमा चाहिँ मैले सेवा दिन पाउँदाखेरि चाहिँ म एकदमै खुसी छु। म पेसाले स्वास्थ्यकर्मी भएको नाताले मैले मेरो अफिसमा किन मैले अघि नै हजुरलाई भने चाहिँ मेरो अफिसमा कुनै पनि ह्याम्बर नहुने चालले म फुल्ली टाइम दिएर मेरो आफ्नो बाउ के अरे बुवा आमा दाजुभाइहरूलाई चाहिँ मैले पूर्ण रूपमा चाहिँ मैले सकेको सेवा मैले दिएको छु होइन। यो छुट्टीको समय र फुर्सदको समय मात्र मैले कलाकारितातिर म छिरेको छु, मनोरञ्जनतिर छिरेको हो। मेरो यो पेसा मनोरञ्जनतिर, यतातिर मेरो म्युजिक भिडियोतिर मोडल बनेर हिँड्ने मेरो सोख होइन, मेरो पेसा होइन। मेरो चाहिँ मनोरञ्जनको कारणले मात्र हो। यो एउटा प्यासन हो। त्यो चाहिँ एउटा मनोरञ्जन, टाइम पास भनौँ न, फुर्सदको बेलामा, छुट्टीको बेलामा मात्र मैले यतातिर चाहिँ मैले अभिनय गर्न पाएको छु। र खास गरी मेरो पेसा भनेको नि मैले जनतालाई सेवा गर्नु नै हो। मैले त्यो स्वास्थ्य सम्बन्धी नै मैले चाहिँ आफ्नै ठाउँमा चाहिँ सेवा सुविधा दिनु नै मेरो त्यो एकदम के दायित्व हो। म त्यसमै म निरन्तरता हुन्छु। जस्तो अब यसरी गर्दाखेरि चाहिँ त्यहाँनिर आउने तपाईँले कहिलेकाहीँ केही बुढापाकाहरूबाट पनि सुनिन्छ, हामीले फिडब्याकहरू लिएका छौँ। जस्तो हजुरले त्यहाँनिर जानुभयो भनेदेखि त्यो बिमारी भएर आउनुभएकोलाई पनि हँसाउनुहुन्छ अरे। त्यसको बारे अलिकति त्यस्तो बिमारीहरू आउँदाखेरि चाहिँ अर्थात् त्यहाँनिर स्वास्थ्यको समस्या लिएर आउनु हुँदाखेरि चाहिँ के गर्नुहुन्छ त्यहाँनिर? होइन, यस्तो खास गरी हामीले बिरामी हेर्दा पनि सर हामीले धेरै कुराहरू चाहिँ हामीले बिरामीलाई चाहिँ हामीले काउन्सिलिङ गरेर नै हामीले रोग उपचार गर्न सकिन्छ। हामीले चाहिँ धेरै पर्सेन्टमा चाहिँ बिरामीलाई काउन्सिलिङबाट ठिक पार्ने हो होइन। हामीले औषधि मात्र होइन, औषधिले जम्मा हामीलाई 10% मात्र काम गर्ने हो। हामीले काउन्सिलिङ, बिरामीलाई हामीले कति काउन्सिलिङ गरेको छौँ त, हामीले बिरामीलाई कतिको एट्र्याक्सन गरेको छौँ त, उनीहरूले भनेको टाइम हामीले दिनु पऱ्यो कि उनीहरूले भन्न खोजेको के हो
होइन। अब बुढाबुढी आउँछन्, बुढाबुढी रहेछन् यस्तो रहेछन् भनेर हामीले हेला गरेर त्यो मान्छे त फर्केर आउँदैन। यो डक्टर यस्तो रहेछ, उसले राम्रोसँग हेरेन, उसले टाइम दिएन भन्छ। म चाहिँ खास गरी विशेष गरी चाहिँ म बुढाबुढीलाई धेरै टाइम दिन्छु र बुढाबुढीहरूको यति दुःख पीडा कति बिरामीहरू चाहिँ मेरो अफिसमा आएर पनि रुनुहुन्छ कि बाबु यस्तो भयो, हजुर छोरो जस्तो मान्छे तपाईँ डक्टर हुनुहुन्छ, मलाई यति सम्झाउनु भयो, मेरो मनले मैले थामिनँ, मैले तपाईँलाई यहीँ भनेँ, मैले आमा नरुनु, यस्तो नगर्नु, मैले तपाईँलाई हजुरलाई सम्झाएको मात्र हो, मैले हजुरलाई सेवा दिन्छु, अबदेखि यस्तो नगर्नु, टेन्सन नगर्नु। धेरै जस्तो बिरामीहरू चाहिँ बढी के अरे आमा बुवा दिदी दाजुभाइहरू चाहिँ धेरै जस्तो टेन्सनले गर्दा चाहिँ बिरामी हुन्छ कि। अब तपाईँको अब खास गरी हामी त साधारण उपचार गर्ने हो, हामीले काउन्सिलिङमा धेरै ठिक पार्ने हो कि छ। त्यही भएको कारणले गर्दा उनीहरूलाई चाहिँ म एकदम हाँसेर मुस्कानसहितको सेवा दिन्छु कि छ। त्यसरी रिसाएर ठुस यताउति त्यसरी हजुरले भनिसक्नुभयो, त्यहाँ आउने पेसेन्टलाई तपाईँले हँसाउनुहुन्छ अरे, खुसी पार्नुहुन्छ अरे भन्नुभयो। म खास गरी चाहिँ उहाँहरूलाई चाहिँ मुस्कानसहितको सेवा दिन चाहन्छु। उहाँहरूसँग म एकदम फुल्ली टाइम दिन्छु। एउटा बिरामी मैले हेर्नु पऱ्यो भने लगभग 5-10 मिनट म उनीहरूसँग गफ गरेकै हुन्छु कि। उनीहरूको आनी बानी पेसाबाट पनि रोगहरू के व्यक्तिगत सरसफाइ के छ, हिस्ट्रीबाट पनि अब धेरै रोगहरू पत्ता लगाउन सकिन्छ। त्यो भएको कारणले गर्दा उनीहरूसँग म फुल्ली टाइम दिन्छु। अब धेरै चाप पनि हुँदैन, दिनमा 15-20 जना पेसेन्टहरू आउँछन्, हामीले 15-20 जना पेसेन्ट आउँदाखेरि त हामीले मजाले टाइममा चाहिँ हामी टाइम दिन सकिन्छ नि त अफिस टाइममा त। त्यो भएको कारणले उनीहरूसँग चाहिँ म भित्रै उनीहरूसँग डुबेरै म कुरा गरेको हुन्छु र उनीहरूलाई चाहिँ त्यति खुसी भएर म हँसाएर पठाउँछु। हाँस्दै छिर्नुहुन्छ। बाटामा बिरामी भएर आउनुभएको मान्छे के पेसेन्टहरू चाहिँ मेरो हस्पिटल आइसकेपछि मलाई त आधी कम भयो पनि भन्नुहुन्छ है बुढापाकाहरू। अब अस्ति भर्खर पनि त्यही कुरा गर्नुभएको छ होइन। त्यो भएको कारणले म एकदम खुसी छु यो सेवाप्रति सर। जस्तो अब के त्यो बिमारीहरूसँग आउँदाखेरि ल एउटा सेल्फी खिचौँ भिडियो बनाऊँ भन्ने खालको पनि गर्नुहुन्छ त्यहाँनिर? होइन यस्तो हो सर, त्यस्तो म गर्दिनँ। किनभने अब कतिपय भर्खरका युवाहरूले चाहिँ भन्नुहुन्छ सर एउटा भिडियो बनाऊ न भन्नुहुन्छ। तर म अफिस टाइममा त्यसरी अरूहरूसँग म टिकटकहरू मैले एउटा त्यो त अब के अरे मनोरञ्जनको के टिम हो त्यो भनेको संवेदनशील हो। हामीले स्वास्थ्य सम्बन्धी चाहिँ हामीले म उपचार गर्न बसेको छु, मैले यो क्षेत्रमा चाहिँ मैले यो गर्नु हुँदैन है भनेको मलाई त्यो थाहा छ। ड्युटीमा एकदम हामी ऊ हुनुपर्छ, डिसिप्लिन पनि हुनुपर्छ। त्यो भएको कारणले गर्दाखेरि मैले अहिलेसम्म हजुरले पनि हेर्न सक्नुहुन्छ मैले टिकटकमा मैले एउटा सन्देशमूलक भिडियोहरू चाहिँ बनाएको हुन्छु होइन। सन्देशमूलक भिडियोहरू चाहिँ अब जनताहरूसम्म पुगोस् भनेर अफिसहरूको उसमा मैले बनाएको हुन्छु। नभए त्यस्तो बिरामीहरूसँग पेसेन्टहरूसँग मैले त्यस्तो टिकटकहरू बनाउने म अफिस टाइममा गर्दिनँ सर। अफर चाहिँ कतिको आउँछ? अब अफर तपाईँको भन्नुहुन्छ अब आउने पेसेन्टहरूले अब पेसेन्ट भन्नाले पनि अब युवाहरू अब त्यो त मनबाटै छ। विद्यार्थीहरूले सर एउटा भिडियो बनाउनु डक्टरहरूसँग के डक्टर साहबसँग भाइरल सरसँग भन्नुहुन्छ। तर म त्यो अफिस टाइममा होइन, पछि नेक्स्ट टाइममा बनाउँला भनेर भन्छु सर। अब यो स्वास्थ्य र मान्छे चाहिँ कस्तो भनेदेखि मैले जोडेको चाहिँ तपाईँ यस्तो खालको व्यक्ति हुनुहुन्छ जो चाहिँ स्वास्थ्य र मनोरञ्जन भयो भनेदेखि मान्छे स्वास्थ्य हुन्छ। अघि तपाईँले भन्नुभयो होइन, मान्छेलाई चाहिँ टेन्सन भएको बेलामा, मान्छेलाई डिप्रेस भएको बेलामा चाहिँ एउटा म्युजिकले एउटा कुनै मोटिभेसन खालको भिडियोले मान्छेलाई अझ इन्करेज गर्छ होइन, राम्रो आफूलाई सर्भाइभ गर्नको लागि। यो मनोरञ्जन र स्वास्थ्यको कम्बिनेसन चाहिँ कतिको महत्त्वपूर्ण छ? यो तपाईँको मनोरञ्जन र स्वास्थ्यको उसमा त एकदमै धेरै महत्त्वपूर्ण छ। जब हामी मनोरञ्जन स्वस्थ हुन्छौँ र त स्वास्थ्य पनि स्वस्थ हुन्छ। हामी आफै तनाव लियौँ भने हामी स्वस्थ भएको मान्छे पनि हामीलाई तनाव भयो भने तपाईँको एकदम विभिन्न रोगहरू ग्यास बढ्नेदेखि लिएर मेन्टली समस्यादेखि लिएर हुन्छ नि। मलाई आज धेरै टाउको दुख्नु पनि विभिन्न तरिका हुन्छ। एउटा मेन धेरै जस्तो त्यो तनाव टेन्सनको कारणले गर्दा पनि हुन्छ, अनिन्द्राको कारणले, निन्द्रा नपुग्दाखेरिको कारणले गर्दा पनि हुने गर्छ। त्यो भएको कारणले गर्दा मनोरञ्जन म चाहिँ के भन्न चाहन्छु भने स्वास्थ्य हुनको लागि, स्वस्थ हुनको लागि, हामी आफू स्वस्थ हुनको लागि चाहिँ मनोरञ्जन पनि हामीले अलिकति टाइम दिनुपर्छ भन्न चाहन्छु। अब यो साथी सर्कलमा चाहिँ कस्तो प्रतिक्रिया आउँछ? तपाईँको भिडियोहरू बेला बेलामा आइरहन्छ, टिकटकहरू त अफकोर्स सबैले प्राय बनाउनु छ, तर पनि अलिकति भाइरल भएको अलिकति राम्रो तरिकाले तपाईँको छँदैछ। तपाईँको साथी सर्कलमा, समकालीन साथीहरूमा अनि सँगै काम गर्ने दुधौली नगरपालिकाको अर्थात् सिन्धुलीभरिमै पनि स्वास्थ्य कर्मीहरूको त एकअर्कामा इन्ट्रेक्सन कार्यक्रमहरू हुन्छ होइन, त्यस्तोमा चाहिँ साथीहरूको प्रतिक्रिया चाहिँ कस्तो हुन्छ? साथीहरूको प्रतिक्रिया चाहिँ अब सबै एउटै पेसा भएको कारणले गर्दाखेरि, स्वास्थ्य कर्मी भएको कारणले गर्दाखेरि चाहिँ अब कोही साथीहरूले चाहिँ अब कुनै तालिमहरूमा गोष्ठीहरूमा जाँदाखेरि चाहिँ
अब मोडेल आयो हिरो आयो भन्नुहुन्छ होइन। अब उहाँले एक हिसाबले अब राम्रै हिसाबले पनि भन्नुभएको होला होइन। अब अर्को अब कुन हिसाबले भन्नुभयो त्यो चाहिँ म सक्दिनँ होइन। एक हिसाबले मलाई चाहिँ लाग्छ उहाँले राम्रै हिसाबले भन्नुभएको होला। तर म पेसामा स्वास्थ्य कर्मी, अब अब सबै स्वास्थ्य कर्मी भइसकेपछि त उनीहरूले एउटा छुट्टै उसले गरौँ न भन्ने हिसाब पनि हुन्छ। त्यो भएको कारणले गर्दा साथीहरूले त्यही भन्नुहुन्छ। अब थाहा छ सबैलाई म स्वास्थ्य कर्मी भनेर, अब सम्पूर्ण उसमा पनि अब थाहा छ। अब तपाईँको त्यो के अब मैले भन्न चाहेँ, अस्तिको त आँखा सिभिल थियो नि हाम्रो, आँखा सिभिलमा मैले अफिसमै बसेर म र हाम्रो त्यहाँको स्टाफले एउटा भिडियो बनाएको थियौँ। तपाईँको ओखलढुङ्गादेखि झापादेखि अपरेसन गर्न आउनुभयो कि उहाँदेखि किन अनि कसरी आउनुभयो भनेर सोधेँ मैले। म त्यो एउटा भिडियो बनाऊँ कि भनेर सोचेको थिएँ। त्यो दिन फेरि त्यस्तै धेरै उयो थियो, प्याक भएको कारणले मैले बनाउन पाइनँ। उहाँहरूले ओखलढुङ्गादेखि आउनुभएको रहेछ एउटा आमा, अनि एउटा आमा झापादेखि आउनुभएको रहेछ कि। अनि फेरि उहाँलाई चाहिँ अपरेसनै गर्नु पर्यो कि, कस्तो जुरा आयो कि, के अरे मधुबिन्दु नै भएको रहेछ, अपरेसनै गर्नु पर्यो। त्यो गरिसकेपछि तपाईँ कसरी आउनुभयो? मैले भिडियो हेरेँ, मेरो छोरा काठमाडौँ बस्थ्यो, छोराले मलाई फोन गरेर तपाईँ त्यहाँ जानु भन्नुभयो। अनि त्यसपछि छोराले अनि के अरे मसँग नम्बर माग्नुभयो, अनि मैले नम्बर दिएर चाहिँ आमालाई म त्यसरी पठाएको मैले भन्नुभयो कि। उहाँहरूले एउटा आमाले के छोराले त्यसो गर्नु, एउटा छोरीले चाहिँ आमा पठाउनु भयो कि ओखलढुङ्गादेखि फोन गरेको भने एउटा। अनि मैले अनि यसो सोचेँ, ए भगवान्, मैले एउटा टिकटकमा म एउटा स्वास्थ्य कर्मी भएको नाताले गर्दाखेरि मैले एउटा भिडियो हाल्दाखेरि यति धेरै मान्छेहरू, कुना कुनाको मान्छेहरू सिन्धुली आएर अपरेसन गर्न सफल हुनुभयो भने, तर हामीले चाहिँ यो एउटा सन्देशमूलक त भिडियो बनाउनु पनि रहेछ स्वास्थ्य कर्मी भएर पनि भन्ने एउटा चाहिँ मलाई गर्व लाग्यो, खुसी लाग्यो। त्यतिखेर चाहिँ त्यहाँ अब 4-5 जना मान्छेहरू पनि हुनुहुन्थ्यो। मैले सोधेँ पनि, उहाँहरू पनि खुसी, आमा कसरी आउनुभयो सम्म भन्नुभयो कि। अनि भिडियो हेरेर छोराले भिडियो हेर्नुभएको थियो, छोरीले भिडियो हेरेको थियो, अनि उहाँ जानु भनेर मलाई भन्नुभयो। अनि म आएँ भन्नुभयो। मैले उहाँहरूलाई चाहिँ मैले त्यो भएको कारणले गर्दा पनि तपाईँको 11 नम्बरबाट चाहिँ फुल्ली म एक्लै गएर चाहिँ हस्पिटलमा 2 दिन म आफै बसेँ कि, अपरेसन नभउन्जेलसम्म म आफै बसेँ। सहयोग गर्नुहुने सम्पूर्ण टिमलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो अब गाडीको व्यवस्था हाम्रो वडा अध्यक्षज्यूले पनि गरिदिनु भयो। सम्पूर्ण दुधौली नगरपालिकाहरू मिलेर कता कता कोर्डिनेसन गरेर चाहिँ उहाँले गाडीको आउने जानेको पनि व्यवस्था गर्नुभयो। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, वडा अध्यक्षज्यूलाई पनि। अब यो यसरी साथीहरूले त्यसरी त्यो कार्यक्रमहरूमा चाहिँ मोडल आयो अथवा मोडल आउनुभयो भनेर उहाँहरूले भन्नुहुन्छ। अनि कार्यक्रमको कहीँ बिचबिचमा चाहिँ अलिक बोर फिल भयो, ल एउटा जाओस् न मनोरञ्जन भनेर कतिको फोर्स हुन्छ नि त्यस्तो खालको होइन, मान्छेलाई चाहिँ के अरे अलिक अगाडि बढ्ने मान्छेलाई नै धेरै ठेल्छ। त्यसो बिचबिचमा चाहिँ त हजुरलाई नै लु अगाडि बढौँ न ल गोपालजी भनेर कतिको भन्नुहुन्छ उहाँ? त्यो त भन्नुहुन्छ साथीहरू सर, किनभने अब तालिमको सिलसिलामा, तालिम भइरहेको सिलसिलामा चाहिँ अब मनोरञ्जनको पाटामा चाहिँ प्रायः तालिमहरूमा गयो भने मनोरञ्जनको पाटामा चाहिँ मेरो नाम आइहाल्छ। मैले भन्नै पर्दैन, मेरो नाम चढाइहाल्नुहुन्छ क्या त्यसमा चाहिँ। अब अनि मैले पनि अब सोध्छु, मैले अब गरेको छु होइन, मलाई मनोरञ्जन अब रमाइलो लाग्छ, मलाई मनपर्छ, म पनि साथीभाइहरूलाई रमाइलो गर्छु। अब कतिवटा अहिलेसम्म कतिवटा भिडियोहरू खेल्नुभयो? मैले तपाईँको 4-5वटा खिचिसकेँ सर। पहिला एक्टिङहरू सिक्नु भएको थियो? सुरुमा मैले सिकेको होइन होइन, सुरुमा हाम्रो चाहिँ मैले कुनै पनि एक्टिङहरू सिकेको होइन। सुरुमा मैले अब के दिलमा सजाउँछु भने मेलिना ठकुरीसँग खेली अभिनय गर्न पाएँ। त्यो अभिनय पनि तपाईँ कस्तो भयो भने संजोग भनौँ अथवा माया गरेको भनौँ होइन, आफ्नै ठाउँमा हुर्केको हाम्रो राष्ट्रिय कलाकार खोजा सर होइन, बजर काफ्ले सर हुनुहुन्छ। उहाँले मलाई चाहिँ मेरो टिकटकमा चाहिँ मन पराएर उहाँले चाहिँ मलाई हाम्रो अब त्यसमा कोअर्डिनेटर हुन थाल्यो, कुराकानी हुन थाल्यो, ल आउन त एउटा उ गरौँ भन्नुभयो। त्यो भएर त्यहीको सिलसिलामा चाहिँ म छुट्टीको समय मिलाएर चाहिँ दसैँ ताका परेको थियो होला त्यतिखेर, दसैँको छुट्टीको ताकामा चाहिँ गएर चाहिँ त्यो मैले दिलमा सजाउँछु भन्ने भिडियो अभिनय गर्न पाएँ। त्यो पनि राम्रै भएको कारणले गर्दा अर्को दोस्रो फेरि छिन्ने डोरी पनि अब म र मनिषा छौँ होइन, छिन्ने डोरी यहाँ पनि राम्रै भ्युजहरू राम्रै आयो। हो के अरे अब त्यो पनि सबै गराउने भनेर चाहिँ मेरो गुरु भनौँ, मेरो आदरणीय दाई भनौँ होइन, यो मनोरञ्जनतिर के मलाई छिराउने चिनाउने भनौँ होइन, त्यो गर्दा गर्दै कमला माईको यो आफ्नै स्थानमा चाहिँ अभिनय गर्ने ठाउँसम्म पुर्याउनु हुने मेरो चाहिँ व्यक्तित्व भनेको चाहिँ गुरु भने चाहिँ बजर काफ्ले सरलाई विशेष धन्यवाद दिन चाहन्छु यही मार्फतबाट। जस्तो अब यसरी तपाईँ आफू स्वास्थ्य कर्मी, मोडलिङ, घर व्यवहार पनि हेर्नुपर्ने हुन्छ, सबैको समय पाबन्दी पनि छ। अब आगामी दिनहरूमा तपाईँको प्लान चाहिँ के छ, योजनाहरू के छ? यो भोजदाईको मात्रै खेल्ने अर्थात् कुनै अफर गर्ने अथवा आफैले पनि कुनै
निकाल्ने त्यस्तो केही योजनाहरू छ? त्यस्तो खास गरी मलाई त्यस्तो धेरै ठुलो सपना छैन सर होइन। म एक पेसाले स्वास्थ्यकर्मी मैले अघि नै भनिसकेको छु। म त धेरै नै टाइम दिने भनेको स्वास्थ्य पेसामै हो, म सेवामै हो। यो भनेको मेरो फुर्सदको समयमा सदुपयोग मनोरञ्जन मात्र गरेको हो। र अब त्यस्तै अब आफ्नै गाउँठाउँको लागि त्यस्तै अफर आयो भने त्यतिखेर केही सोचौँला, हेरौँला, बुझौँला। नभए म यसकै सिलसिलामा म आफैले भिडियो बनाउँछु, म आफै फेमस हुन्छु, म आफै चाहिँ उ गर्छु भन्ने मेरो त्यस्तो सोच केही पनि छैन सर। हामी कार्यक्रमको अन्तमा नै छौँ। जस्तो अब यो दुधोली नगरपालिका तपाईँ लामो समय स्वास्थ्यमै हुनुभएकोले दुधोलीमा बिमारीहरू धेरैसँग इन्ट्रेक्सन पनि भएको छ। यसरी इन्ट्रेक्सन हुँदै गर्दाखेरि तपाईँले सेवा दिँदै गर्दाखेरि यहाँको सेवाग्राहीहरूले अर्थात् यहाँको स्थानीयहरूले चाहिँ यो कुराहरू कस्तो बेसी गरी यो बिमारीहरू चाहिँ हाम्रोमा आउने गर्छ, यो बिमारीहरूले चाहिँ यो कुराहरू गर्दाखेरि चाहिँ अझ राम्रो चाहिँ उहाँहरूको स्वास्थ्यमा सुधार हुन्छ भन्ने खालको केही त्यस्तो सन्देशहरू छ? अनि यस्तो खास गरी तपाईँको हाम्रोमा बिरामी भनेको अब सहरी स्वास्थ्य क्लिनिक हो। धेरै ठुला ठुला केसहरू हामीले हेर्न सक्दैनौँ। हामीले फर्स्ट एड ट्रिटमेन्ट गरेर हामीले रेफर गर्ने हो। आउने बिरामी भनेको चाहिँ हाम्रोमै आउने हुन्। र पहिलो प्रथम हाम्रो एरियामा चाहिँ मेरो एरियामा भनौँ न, त्यहाँ मेरो अफिस बन्द भए तापनि बिरामीहरू कोही बच्चादेखि लिएर बुढापाका बिरामी भएदेखि सर कहाँ लाने, के गर्ने भनेर मसँग सल्लाह गर्नुहुन्छ। त मलाई एकदमै खुसी लाग्छ, किनभने मैले उनीहरूलाई चाहिँ विश्वास गरेर विश्वास जितेको छु नि त। अनि त्यही भएर त मलाई सोध्नुहुन्छ। मेरो अफ तपाईँको 9 बजे राति 10 बजे राति फोन आउँछ कि सर के गर्ने, के अरे यस्तो यस्तो भयो भन्नुहुन्छ। त्यो भन्दाखेरि पनि मलाई एकदम गर्व लाग्छ। मैले उहाँहरूलाई सेवा गरेको छु, मैले मन जितेको छु र मलाई उहाँहरूले भनिराख्नु भएको छ भन्ने मलाई त एकदमै हुन्छ। र खास गरी हाम्रो अफिसमा चाहिँ कस्तो बिरामी आउँछ भने धेरै ज्वरोहरू, डाइरिया केस होइन, अब ग्यास्ट्राइटिसहरू, पेट दुखेको एब्डोमिनल पेनहरू, अनि पेट दुखेकाहरू र बच्चाहरू निमोनियाहरू भएका होइन, ज्वरोहरू आएका त्यस्तै केसहरू बढी मात्रामा आउने गर्छन्। र अर्को अब सिजन अनुसार अब एब्सेसहरू, घाउहरू हुन्छ नि, एक्सिडेन्ट केसहरू, अब चोटपटक अब हँसिया कचिया चरोहरूले काटेका केसहरू धेरै आउँछन्। र धेरै जस्तो चाहिँ अब जेठ असारतिर हुन्छ नि, गर्मीमा चाहिँ तपाईँको बर्सातको बेलामा चाहिँ धेरै पिलोहरूको समस्या चाहिँ धेरै आउँछ कि धेरै हामीले चाहिँ आइडी गर्ने घाउहरू चाहिँ धेरै केस आउँछ तिनीहरूमा। यहाँ स्थानीयहरूले मैले अघि भने अलिकति जोड्न चाहेँ, स्थानीयले चाहिँ के गरिदिएदेखि चाहिँ अर्थात् हामी कसरी चाहिँ सुरक्षित हुन्छौँ? अब नर्मली जस्तो दीर्घ रोगहरूलाई त हामीले केही गर्न सकेन होइन, दीर्घरोगीहरूको लागि त दीर्घरोगी पनि जस्तो अब प्रेसरको, ब्लड सुगरको होइन, यस्तो खालको कुराहरूलाई हामीले चाहिँ नर्मली हजुरले सामान्यतया हामीले सामान्य जनरली यो गर्दाखेरि चाहिँ हामी धेरै रोगहरू बच्न सकिन्छ भन्ने कुरा केही छ सन्देशमूलक कुरा? हामीले चाहिँ सर्वप्रथम हामीले स्वस्थ राख्नको लागि अघि पनि मैले भनिसकेँ, हामी चाहिँ एकदम स्वस्थ हुनको लागि चाहिँ हामीले व्यायाम गर्नु नै बेस्ट हो। र हामीले मानसिक तनाव लिनु भएन, मनलाई एकदम जे हुन्छ टेन्सन हामीले लिनु भने टेन्सन मुक्त हुनु पर्यो। मनोरञ्जन एकदम खुल्ला टेन्सन त हुन्छ नि, मान्छे भएर जन्मेपछि टेन्सन चाहिँ हुन्छ नि सबैलाई। अब मलाई पनि टेन्सन छ, हजुरलाई पनि छ, हुन चाहिँ हुन। तर त्यो टेन्सन तपाईँ कति हो त? हामीले टेन्सन गरेर समस्याको समाधान हुन्छ त? हुँदैन नि त। हामीले पहिले काम गर्नुपर्छ भने समस्याको समाधान हुन्छ नि त। त्यो भएको कारणले गर्दा सबभन्दा म यही मार्फत के भन्न चाहन्छु भने आफू स्वस्थ हुनको लागि सबभन्दा पहिला आफूलाई हेर्ने, अनि त्यसपछि मात्र अरूलाई हेर्ने। किन भन्दाखेरि चाहिँ हामीले खानपिनको ध्यान दिनु पर्यो। हामीले समयमा खाएनौँ भने ग्यास बढ्छ, ग्यास बढिसकेपछि त्यो तपाईँको लामो समयसम्म समस्या हुनसक्छ। समयमा टाइममा खानेकुराहरू खाने, त्यस्तै समयमा हामीले व्यायामहरू गर्ने, हामीले एक्सर्साइजहरू गर्ने, बिहान हामीले के समयमै उठ्ने। हाम्रो अहिले के छ भने समय सबै सुखमय, सबै ढलिमली भएको कारणले गर्दाखेरि बिहान उठ्नलाई 8 बज्छ, मान्छे 8 बजे उठ्छ। तर त्यो उठ्दाखेरि के हुन्छ भने हामीले समयमै उठ्यौँ भने हामी स्वस्थ हावाहरू वातावरण हामीले सिर्जना गर्छौँ नि त, हामीले प्राप्त गर्छौँ। त्योबाट पनि धेरै के स्वस्थ हुनको लागि चाहिँ मद्दत गर्छ। हामीले बिहान उठेर एक्सर्साइज गर्नु पर्यो, हामीले समयमा खानु पर्यो, हामीले टेन्सन धेरै गर्नु भएन होइन। यी कुराहरूमा ध्यान दियो भने चाहिँ अब हामी स्वस्थ रहन सक्छौँ। अन्तमा त्यस्तो जस्तो मैले सोध्न बिर्सेको अर्थात् सोध्न छुटेको
र हजुरलाई यो चाहिँ कुरा चाहिँ दुधोली एफएमबाट दुधोली news.com.बाट चाहिँ भन्न थियो भन्ने खालको केही छ? अब मैले समग्रमा सबै कुरा भनिसकेँ होइन, सबै कुरा मैले भनिसकेँ। म यति भन्न चाहन्छु कि यो पाटो भनेको मेरो मनोरञ्जन पाटो, मेरो पेसा भनेको चाहिँ स्वास्थ्यमै हो कि मैले निरन्तरतै म स्वास्थ्यमै सेवा दिन्छु। आफ्नै ठाउँ, आफ्नै एरिया, आफ्नै दिदीभाइ दाजुबहिनीहरूलाई चाहिँ मैले आफूले सक्दो आफूमा भएको चाहिँ म सेवा दिन चाहन्छु। म स्वास्थ्यमा समर्पितै हुन्छु, अब सधैँ भन्ने चाहना छ, मेरो इच्छा छ। र अर्को कुरा, मान्छेहरूलाई बिरामी भइयो भने सुगर प्रेसर, अहिले तपाईँले कुरा निकाल्नुभयो नि, सुगर प्रेसरका बिरामीहरूलाई चाहिँ कुनै पनि समस्यामा टाइममा चाहिँ जहाँ नजिक पर्छ, जहाँ पाएको पर्छ, हजुरहरूले चाहिँ बेला बेलामा दबाई खाएको भने ढुक्क पर नबस्दिनु होला। बेला बेलामा चाहिँ हामीले चेक गराइराख्नुपर्छ। हामीले अब सक्दा त तपाईँको 3-4 दिन बिराएर चेक गर्दा बेस्ट भन्छन्, त्यो सम्भव नहोला। गाउँठाउँ आफ्नो काम हुन्छ होइन, पेसा छ, अब त्यही त कृषि, अब खेत जङ्गल बारी जानुपर्छ, त्यो सम्भव नहोला। त्यही पनि सम्भव भएअनुसार नजिकको मेडिकल पनि हुनसक्छ, स्वास्थ्य संस्था हुनसक्छ, मेरैमा आउनु पनि म भन्दिनँ। मेरोबाट दबाई खानुहुन्छ धेरैले, सुगर प्रेसरको धेरै पेसेन्टहरू हुनुहुन्छ। अब भन्दाखेरि मोटामोटी के 50-60 जना मेरो मासिक के प्रेसरको दबाई खाने ऊ छ, पेसेन्ट छन्। र उहाँहरूलाई म के भन्छु, मेरैमा आउनुपर्छ, मेरोमा दबाई खानुपर्छ, मेरैमा आउनुपर्छ भन्नु सक्दैन। हाम्रो दुधौली नगरपालिकाभित्र जुनसुकै संस्थामा जुनसुकै मेडिकलमा चेक गर्दा पनि हुन्छ कि, त्यही भएर बेला बेलामा चाहिँ हजुरले चेक गरिदिनु। हस्, एकदमै समय त्यो चिसो मौसममा पनि उहाँ टाढाबाट हाम्रो कार्यक्रमको लागि भनेर समय निकालेर आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दुधोली एफएम परिवारको तर्फबाट। र आगामी दिनहरूमा फेरि धेरै कुराहरूमा हामी भलाकुसारी गर्नेछौँ। हजुरको यो समयको लागि धेरै धेरै धन्यवाद। हवस्। उहाँ हुनुहुन्थ्यो गोपाल खड्का, झन्सरी सहरी स्वास्थ्य क्लिनिकका प्रमुख तथा मोडल। पछिल्लो समय भोजराज काफ्ले, राष्ट्रिय कलाकार भोजराज काफ्लेको कमलामाईको बारेमा जुन गीत निस्किएको छ त्यसको उहाँको एउटा मोडल पनि हुनुहुन्छ। उहाँसँग हामीले स्वास्थ्य तथा मनोरञ्जनको विषयमा कुराकानी गऱ्यौँ। यति बेलसम्म कार्यक्रम सुनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा के कस्ता कार्यक्रमहरूलाई सुधार गर्नुपर्छ त्यसको पनि फिडब्याकहरू आओस् भन्ने अपेक्षा गर्दै हाम्रो इन्टायर टिमलाई बिदा दिनुहोस्। दुधोली एफएम 97.2 मेगाहर्ज सुन्दै गर्नुहोला। हजुरको दिन शुभ रहोस्।